So we have दुर्गाराज सर तपाईले वेलकम गर्न चाहन्छु क्यानका सेन्ट्रल मेम्बर अब भर्खरै यो गेम तपाई विटनेस गर्नुभयो एमसीएल कन्क्लुड भयो 12 जिल्लाले जितिसकेको छ एमसीएल तपाईलाई कस्तो लागिरहेको छ हैन मैले भने मधेस नेपाली क्रिकेटको उद्भवभूमि हो धेरै नेपाली टिममा पनि मधेसबाट प्रतिनिधित्व गर्ने धेरै खेलाडीहरू हुनुहुन्छ एकदमै मधेसको जुन यो आज लिग मैले पनि फाइनल खेललाई प्रत्यक्ष रूपमा हेर्ने मौका पाएँ धेरै नै ट्यालेन्टहरू अधिकांश धेरै खेलाडीहरू शक्तिशाली कृष्ण भएका खेलाडीहरू यहाँ देखेँ समग्रमा युवाले भरेको टिम 70 र एउटा चाहिँ अनुभवले भरेको एउटा चाहिँ 12 को बीचको एउटा गेम निकै नै प्रतिस्पर्धात्मक रह्यो र अन्य खेलहरू पनि समग्रमा धेरै राम्रा भइरहेका छन् मधेसले चाहिँ मधेस क्रिकेटलाई पक्कै पनि माथि लान धेरै मद्दत गर्नेछ समग्र नेपाली क्रिकेटलाई माथि लान धेरै मद्दत गर्नेछ र यस्तै खालका प्रतियोगिताहरूले नै हाम्रो नेपाली क्रिकेट हाम्रो डोमेस्टिक क्रिकेटले नै हामी नेपाली क्रिकेटलाई चाहिँ एउटा अगाडि बढाउनु छ त्यो चाहिँ एउटा हाम्रो चाहिँ मेरुदण्डको रूपमा रहेको छ यो प्रतियोगिता वास्तवमै उत्साहजनक र धेरै नै राम्रो खालको प्रतियोगिता रहेको छ तपाई क्यानको सेन्ट्रल मेम्बर हुनुहुन्छ हाम्रो मध्य प्रदेश क्रिकेट संघ 12 जिल्ला क्रिकेट संघ पर्सा जिल्ला क्रिकेट संघ यो दुई भेन्यूमा 8 वटा जिल्लाहरूले होस्ट गर्नुभयो ओभरअल म्यानेजमेन्ट यो टुर्नामेन्ट त्यो हिसाबले कसरी लागिरहेको छ अनि धेरै राम्रो छ किनभने मैले अहिले आउने बित्तिकै यहाँको अध्यक्षज्यू टुर्नामेन्ट डाइरेक्टर लगायतदेखिबाट गरेर यहाँका चाहिँ सचिवज्यू मध्य प्रदेशका कोषाध्यक्षज्यू लगायत धेरै सहकारी पनि गरेँ संवाद पनि गरेँ कस्तो भइरहेको छ भन्दा निकै राम्रो भइरहेको छ म पनि डेली रूपमा फलो गरेर आएको छु तपाईले युट्युबमा मार्फत पनि देखिरहनु भएको छ यसलाई लाइभ पनि हेरिरहेका छौँ हामीले धेरै न्युजहरू पनि कभर भइरहेका छन् समग्र यसले चाहिँ मध्य प्रदेशलाई जोडिरहेको छ र आज धेरै प्रदेशहरूले चाहिँ यो गर्नुपर्ने छ मध्य प्रिमियर लिगले चाहिँ समग्र 8 जिल्ला मधेसलाई प्रतिनिधित्व गरिरहेको छ मधेसका सबै जिल्लाहरू अलिकति हाम्रो क्रिकेटमा पनि के छ भने सबै प्रदेशमा चाहिँ हाम्रो छैन कि सबै प्रदेशका जिल्लाहरूले क्रिकेट खेल्ने हाम्रो क्रिकेट संरचना छैन तर मध्य प्रदेश यस्तो प्रदेश हो जहाँ चाहिँ सबै जिल्लाहरूले चाहिँ क्रिकेट खेल्नेछन् आफ्ना चाहिँ सबै हाम्रो पनि क्रिकेट संघ छ भन्दाखेरिमा चाहिँ यसले चाहिँ अरू प्रदेशलाई पनि एउटा चाहिँ यस्तो खालको प्रतियोगिता गर्नुपर्नेछ र भोलि गएर आफ्नो चाहिँ घरेलु संरचनालाई बलियो बनाउनु छ प्रदेशले आफ्ना गतिविधिहरू अगाडि बढाउनु पर्नेछ र यसले आफ्नो मध्य प्रदेशको क्रिकेट त अगाडि बढी नै हाल्छ समग्र नेपाली क्रिकेटलाई नै फाइदा पुग्छ भने त धेरै नै राम्रो दुईटा भेन्यूमा भएको छ वास्तवमा धेरै खेलाडीले हेर्न पाए मैले हेरिरहेको थिएँ 12 को पनि कलैयाको पिच पनि राम्रो चाहिँ तपाईँको चाहिँ रन स्कोर भइरहेको थियो त्यहाँ राम्रो खेलिरहेको थियो यो म्याचको फाइनल पनि धेरै नै राम्रो भएको छ यसले एकदमै राम्रो चाहिँ सन्देश दिएको छ सो सिन्स यो कन्क्लुड भयो अबको सिजन्सको लागि हाम्रो अर्गनाइजर्सहरू तपाईको फाइनल वर्ड्स उहाँले अब कसरी गर्दा राम्रो हुन्छ अब योबाट बेटर गर्नुहोस् अब यो चाहिँ एउटा राम्रो खालको चाहिँ गुरुमा अगाडि बढाउनु पर्ने छ यसलाई कन्टिन्यू गर्नुहोस् यसलाई चाहिँ कसरी व्यापक रूपमा बनाएर यसलाई धेरैभन्दा धेरै म्याचहरूबाट खेल्ने मधेसकै प्रदेशको रूपमा जुन क्रिकेटलाई यसलाई मेरुदण्डको रूपमा मधेस प्रिमियर लिग स्थापना भएको छ यसलाई म आउने दिनमा अझ राम्रो गरोस् मेरो शुभकामना व्यक्त गर्न चाहन्छु हाम्रो नेपाल क्रिकेट सङ्घको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट यस प्रतियोगितालाई सधैँ साथ सहयोग र समर्थन रहनेछ भन्ने विश्वासका साथ म पनि व्यक्त गर्न चाहन्छु धन्यवाद सर हेभ अ गुड टाइम थ्याङ्क्स फर योर थ्याङ्क यू